हेलो 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 शुभ दिन शुभ पल के छ खबर यस्तो चाहिँ यो होइन चट्टो लाएर चाहिँ यो पुरै घुम्दैछ त अनि किन घुम्दैछ यो चाहिँ पुरै घर अगाडि यो अपार्टमेन्टभित्र आलु रोपिरहेको हुन्छ क्या अन्त त्यो फलफुलहरू होइन पुरै बोट बिरुवा चाहिँ लटरम्म फल्याएको छ क्या आरू थोरै फल्याएको छैन क्या यो होइन जता पनि आरू नै आरू मतलब बिरुवाहरू लगाइरहेको छ यो टिपेर खान चाहिँ मिल्दैन फेरि अहिले काँचोमा टिभी नोटिस लागिरहेको छ टाँसिरहेको छ पाकेपछि खानु होला भनेर यहाँ यस्तो नोटिस राखिरहेको छ तर एकदम रमाइलो कि विद्यार्थीहरू स्कुलबाट आउँदैछ आज शनिबार एकछिन त्यस्तो छ है 8 को यस्तो म 9 2 मा बस्छु 8 2 मा बच्चा खेलाउन आएको रहेछ छैन यो बन्दैछ यहाँनिर अब यो कहिले बनिसक्छ भने 1 महिनामा कम्प्लिट गर्छौँ भन्थ्यो हामी म यहाँ सरेको पनि 1 महिना हुन आँट्यो द्रुत गतिमा काम गरिरहेको छ है यस्तो काम गर्छ कि बिहान 7 बजेदेखि नै डिस्टर्ब गरेर ड्याङ ड्याङ यो फोर्नलाई बनाउँदैछ त बनाइसक्न आँटेछ फोर्नलाई यति डिस्टर्ब गर्छ कि गड्याङ ड्याङ 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 त मिसिन्छ चलाएर भन्छ यताबाट जान्न म यताबाट जान्छु सानो छैन क्या यो एउटा होइन यता त कति छन् कति धेरै मान्छे छन् क्या यहाँ म यो साङ्ची भन्ने ठाउँमा छु सुने एकदम भित्र चाइनाको यहाँबाट बेजिङ जाने टाइम लाग्ने हो यस्तो ठाउँमा छु होइन र पनि राम्रो छ अब म थोरै दिन मात्रै बस्छु म भोलि होइन पर्सि मेरो उता फ्लाइट छ अर्को सिटी जान्छु म 2 घन्टा 2.5 घन्टा मेरो फ्लाइट छ 2.5 घन्टा प्लेनमा भनेपछि त त्यो गाडी ट्रेनमा त म्याक्सिमम् टाढा भइहाल्यो होइन अब यताबाट जानु पऱ्यो कहाँबाट जानु पऱ्यो यो पछाडिको भाग हो कि म बस्ने बिल्डिङको यताबाट जानु पऱ्यो यो गाडी यहाँ राखेको रहेछ ओके गाडी भन्ने ल यस्तो छ है चिनिया लाइफ चिनको जिन्दगी यो चाहिँ नयाँ भएर बन्दैछ यो बनिसकेकै छैन अब बनिकन त हेरिहाल्छन् सबले यति धेरै मान्छेले हेर्छन् कि यो अचम्म लाग्दो रहेछ क्या मान्छेलाई यिनीहरू अब यहाँ कोही पर्यटक नआउने यिनीहरूको देशको भन्दा बाहिरको मान्छे नआउने भएकोले यो अब हामी दारीसारी भएको मान्छे देखेपछि त अनि यिनीहरूभन्दा डिफ्रेन्ट हुन्छ नि त हामी कालो होइन कालो हुन्छ नि त यिनीहरू अब यहाँको मान्छे भन्दा त हामी त कालो होइन लास्टै कालो हो नि त अनि त्यो भएर चाहिँ यिनीहरूले हेर्छन् के पुरै को के हो भनेर भाषा मिल्दैन बोलौँ भने त होइन अब यिनीहरू इङ्ग्लिस बोल्दैन हेलो बच्चाहरू चाहिँ अलिअलि बोल्न खोज्छ होइन ठुला मान्छेहरू त बोल्दैनन् अब यिनीहरूको भाषा म बुझ्दिनँ मेरो भाषा यिनीहरूले बुझ्दैन लटरपटर इङ्ग्लिस बोलौँ भने यिनीहरू बुझ्दैनन् कालो अक्षर भैँसी बराबर भएको छ निहा हो से सोहे भन्दा आउँछ 2-4 शब्द मलाई अरू मलाई नि केही आउँदैन यिनीहरूलाई त नेपाल भन्नु भने बुझ्दैन नेपाल गर्नु पर्यो होइन त्यस्तो छ कन्डिसन हेर्न चिज कहाँबाट आयो को हो कस्तो मान्छे हो भन्ने जस्तो लाग्छ होला यिनीहरूलाई कि यो बिल्डिङमा बस्छु पहाडबाट घुमेर आएको अनि अब उयो रेस्टुरेन्टमा त अस्ति खाना आएको 18 RMB-को कफी पनि दिएको थियो होइन नेपालबाट आएर रहेछ यति धेरै भिडियो हेर्दो रहेछ कि नेपालको यति धेरै भिडियो हेर्दो रहेछ यहाँको एउटा स्टाफले नेपालबाट भन्ने बित्तिकै गौतम बुद्ध लुम्बिनी सब के बौद्ध स्वयम्भू सबै भनेको क्या यहाँको यो रेस्टुरेन्ट भित्रको मान्छे त्यो एउटा ऊ त्यो छ पकाएर आएको
बोलाइरहेको चाहिँ क्या ए बच्चाले पो हाई भनेर रहेछ मैले देखिदिनँ सरी यार हात उठाएर आएर रहेछ बच्चाले हेलो भने होला त्यस्तो छ है त्यो रमाइलो छ यताबाट जान्छु यो ओहो फुल फुलेको यार तिमी मसँग साथमा भइदिएको भए अहिले यो फुल टक्क टिपेर म तिम्रो कानमा लगाइदिन्थे घोडा टेकेर तिमीलाई एउटा म फुल दिन्थ्यो तिमी छैनौ प्रिय कहाँ छौ तिमी मेरो लागि जन्मेकै छैनौ कि क्या हो होइन यस्तो राम्रो गुलाबको फुल छ नेचुरल गुलाबको फुल म तिमीलाई दिन्थेँ तिमी छैनौ भएर यो जवानी के गर्नु यस्तो एउटा के शेर थियो क्या यता त नजाउँ कि क्या हो म त यतै जानु पर्यो तिमीलाई म यो फुल चट्ट लाएर दिन्थेँ नि प्रिय तिमी छैनौ भएर यो जवानी के गर्नु भन्ने थियो यसको शेर थियो एउटा गजलको टुक्रा मलाई याद आयो तिमी छैनौ भएर यो फुल के गर्नु गुलाबको फुल यस्तो राम्रो छ होइन मलाई रुगा लाग्ला जस्तो लाग्छ मैले कोल्ड कफी खाइदिएँ अघि झप्प भएर यस्तो गर्मीमा खुब हिँड्यो कि अनि त्यहाँबाट रुगा लाग्ला जस्तो भएको छ क्या उयो त्यसरी त नहुनुपर्ने हो यो के अब यो गाडी जता पनि जता हेरेँ गाडी नै गाडी यता कस्तो राम्रो फुल के यिनीहरूले यस्तो माया गर्छ कि प्रकृतिलाई चाहिँ मलाई यो पक्ष चाहिँ साह्रै मन परेको हो क्या म प्रत्येक भिडियोमा भन्छु मैले होइन यो पक्ष चाहिँ यिनीहरूको यति धेरै मन परेको हो यिनीहरू कमन सेन्स चाहिँ हुन्न फेरि होइन यिनीहरू भेडा टाइपको के एउटा मसँग बस्ने एउटा सुड्डी छ चाइनिज सुड्डी यस्तो एकरो छ कि आम्मामा ठिक सुन्छु यार म त यार यस्तो पागल होइन अलिकति कमन सेन्स बुझ्छ नि त मान्छेले त हो थोरै त बुझ्नु पर्दैन होइन यिनीहरू नेपालबाट आएको मतलब अरू कन्ट्रीबाट आएको यिनीहरूसँग ल्याङ्ग्वेज छैन कमन ल्याङ्ग्वेज हामी बुझ्दैनौँ अब इङ्ग्लिस बुझ्दैनौँ हामी भन्ने त यिनीहरूलाई थाहा हुन्छ नि त होइन यिनीहरू पनि त नेपाल गइरहेको हुन्छ नि त त्यो छुट्टी त नेपाल 4-5 वर्षदेखि गइरहेको छ होइन बिजनेसको सिलसिलामा यस्तो घाँडो यस्तो उसलाई नेपाली हुन्छ के भन्छ भन्नेको मात्रै बुझ्न आउँछ हामी अब नेपालीमा मर्यादिने साथी छौँ अनि कहिले काहीँ कुरा गरिरहँदा के भन्छ के भनिरहेछ भन्ने हुन्छ नि त होइन अनि उसले त्यति नै मात्रै बुझ्छ के भन्छ भनेर बुझ्छ यो बिल्डिङमा छु म यसमा माथि उल्टीसँग तल रेस्टुरेन्ट खाँदै ब्याडमिन्टन खेलिरहेको छ एक्सर्साइज गरे हो के हो यो फेरि होइन यस्तो छ यो ठाउँ ठाउँमा बनाइदिएको हुन्छ यो के को म्युजिक बजिरहेछ क्या यो जतिखेर पनि म्युजिक बजिरहेछ क्या कहाँ के छ भने प्रष्ट सुनिन्छ क्या मेरो होसमा चरा भगेर ल नेपालमा गुलिटी हान्दा मार राखेको छ त्यसलाई अब यो यति सेफ चाहिँ अति सेफ है यो कन्ट्री म त यो चाहिँदा होइन यति धेरै सेफ लाग्यो कि मलाई सेफ्टीको हिसाबले बताइरहेको छ कि क्या हो त्यहाँ हो जस्तो लाग्यो रहेछ यार फेरि बाटोमा बाजा बजाइराखेको हुन्छ क्या ओ यार कताबाट जाने कताबाट जानु पऱ्यो त्यहाँबाट जानु पऱ्यो भिडियो खिच्नु पऱ्यो मेरो कोठासम्म प्रष्ट सुनिन्छ क्या हेरिहाल्छ क्या बच्चाहरूले त झन् होइन यस्तो हेर्छ कि को यिनीहरू टाइपको क्या अब मलाई सुरु त लाज लाग्थ्यो आज त पानी परे हेलो सबले हेर्छ क्या अनि देखो कि लुक्स त लागिहाल्छ यसले नि हेर्नु छ यहाँबाट त जानु पऱ्यो कहाँ बन्द छ त लागि ओस् थ्याङ्क यू यस्तो सिस्टम छ यहाँ चाहिँ फेरि परै रोकिदिन्छ क्या के यस्तै थ्याङ्क यू होइन यस्तो फाइदा छ क्या यहाँ अब हाम्रोतिर हो भने चाहिँ पुरै पेलेर आउँछ होइन यहाँ मान्छे बाटोमा देख्यो कि रोकिदिइहाल्छ क्या यत्रो गाडी रोकिदियो क्या ओ यहाँ पनि रोकिदियो सरी अहिले पनि रोक्छ है यति चाहिँ फाइदा छ यस्तो मजा लाग्छ कि यहाँको गुड पक्ष चाहिँ मलाई होइन बाटोमा देख्नु हुन्नमा अब हाम्रोतिर पेलेर ल्याएर छोइला जस्तो अस्ति एउटा भिडियो हेरिरहेको थिएँ मैले नेपालको होइन पुरै त्यो
एउटा टुरिस्टले पुरा स्कुटरवालासँग झगडा गरिरहेको थियो। यहाँ त जेब्रा क्रसिङमा देख्यो भने परै रोकिदिन्छ क्या, 10 मिटर परै रोकिदिन्छ क्या। त्यो पक्ष कस्तो मनपर्छ क्या मलाई। म यहाँ आइपुगेँ होइन, यो अब यो पुरै बस्ने ठाउँ छ होइन। यहाँ यो म्युजिक सेभ हबै रहेछ नि त होइन। ओ यस्तो रहेछ यहाँ म माथि। गुड यस्तो राम्रो बुढो मान्छे यार। वाउ जहिले बजाएको त सुन्थेँ क्या म। यो स्पिकर राखेर सुन्दर पक्षी बाटोमा त्यसरी बजाउन पाउँदा गानाहरू हुन्छ होइन। कस्तो राम्रो क्या। जोसुकै होस् जहाँसुकै होस् आयो बजाउनु पायो। अलिअलि मान्छेले कुकुर पाल्दा रहेछन् यहाँ होइन। तर यहाँको फोहोर पुरै त्यो चाको पुस्दिँदैछ क्या। यत्तिको चाहिँ हुनु पऱ्यो क्या नेपाल पनि होइन। अब यहाँ हाम्रोमा त हगन छोडेर हिँड्छ नि, यहाँ त यिनीहरूले पुरै प्लास्टिकलाई उचाक बच्चाको जस्तो पुस्दिँदैछ होइन। अब त्यो कहाँ फाल्छ थाहा छैन होइन। तर सफा त गऱ्यो नि त, त्यो कागज पुगेर जाला ठुलो कुरो भएन होइन। त्यस्तो क्या प्लास्टिक बोकेर हिँड्दा रहेछन्। मैले एक ठाउँमा देखेको थिएँ होइन, प्लास्टिक पुरा गुलाबको फुलहरू कस्तो राम्रो। अब यहाँ त्यस्तो छ क्या यहाँको मान्छेको त्यो मतलब यो चाहिँ होइन। अब हेर्दैछ, देख्नै त हुन्न नयाँ मान्छे त यो नानीले नै हेर्दैछ। अब बच्चाको भिडियो खिच्यो भने ल्याङ गर्लान् भन्ने डर हो होइन। फुलै त पनि यो साइड पनि यार त पनि फुल्लै फुल रहेछ यो साइड पनि। अब सबले हेर्छ, देखो के गरिहाल्छ। त्यो पक्षी चाहिँ एउटा राम्रो छ। यो चाहिँ सिटी बस रहेछ, नगर बसेर अनि त्यस्तो छ। राम्रो चाहिँ राम्रो छ जे होस्। त्यो साइड पनि त्यस्तै छ। यो साइड यत्रो ठुलो बाटो छ। ला एक्सिडेन्ट भयो। ओ यार एक्सिडेन्ट भयो त्यहाँ, लड नि त यार। के अरे हाम्रो कि हान्यो यार। 1 महिना कति भयो म आएको यहाँ, 1.5 महिना हुन आँट्यो। मैले फर्स्ट एक्सिडेन्ट देखाएको कि। ओहो ला यार के भयो। आफै बच्चा सहित पो रहेछ क्या हो। ओ सेट सानो बच्चा नि रहेछ यार। ओहो अब यहाँ अब भाषा मिल्दैन। ओ यार कस्तो ब्याड लाग्यो। ओहो सानो बच्चा सहित रहेछ यार। ओहो आफै लडेको ल। ओ यार सानो बच्चा रहेछ एक्सिडेन्ट भयो। यहाँ फेरि ब्ल्याङ गर्ला भिडियो खिचिदिएको भने यहाँ के थियो यार। म यता जान भनेको थिएँ। म त कता जानुपर्ने, म त उहाँ जानुपर्ने हो नि त पार्क। त्यस्तो छ होइन। अब यो फेरि यहाँ योङ कलेजका केटाकेटी मात्रै क्या, जता गयो भने हेलो पुरै मेकअपको लागि चाहिँ यहाँको केटीहरूले होइन यति धेरै खर्च गर्ने। आम्मा यार झन्डा आएर कुदिरहेको छ बाइकमा होइन। त्यस्तो के माटोले म त छक्क पर्छु यार। कति धेरै मेकअप गरे हो कि बच्चा केटीहरूले क्या यहाँको। आम्मा यति धेरै फेसन गर्छ, यति धेरै मेकअप गर्छ कि बाफ रे बाफ। यहाँ शीतलमा आएर बसेको गुड। आफ्नो घर त आफै बनाउनु पऱ्यो नि त, यसले नि घर बनाएछ ल। त्यो हो अब अरू त खासै त्यस्तो केही छैन। सोधिदिउँ कि क्या गर्छ त्योसँग भनेर। छैन अरे अब छैन भनेपछि त के गर्ने त होइन। खाँदै रहेछ होला बिचरा, सकियो होला केही छैन। त्यसलाई पनि त अलिकता विदेशीले मागो भने जस्तो होस् न। त्यही भएर हो बाल लाग्दैन मलाई त आजभोलि हो होइन। तर म सिटीमा अब 1 डे मात्रै बस्छु। म आजको
1 डे 2 नाइट भनौँ न। आजको दिन बितिहाल्यो, भोलि 1 डे फुल बस्छु। पर्सि मेरो 12-15 को फ्लाइट छ, म गइहाल्छु। के बनाइरहेको छ यो मतलब त्यतिकै केही बनाइरहेको छ। जङ्गलै जङ्गल छ क्या, यस्तो सहरको बिच यति ठुलो मतलब जहाँ हिँड्यो भने यिनीहरूको त्यो यति धेरै रुख बिरुवा बोट बिरुवा रोपेको छ, यति धेरै जङ्गल छ कि ओहो भनेको साध्यै छैन क्या होइन, त्यस्तो छ। म एक राउन्ड लाउँछु अन्त जान्छु कोठा। साथीहरू बाहिर जानुभएको छ सामानहरू लिनलाई, म सामानहरू लगिदिनु पर्ने छ। भिडियो हेरिदिनु होला, माया गरिदिनु होला होइन, सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई होइन। अब त्यस्तो त भन्नै पऱ्यो, के गर्ने। तपाईँहरू गर्नुहुन्न मलाई थाहा छ, त्यति भनेपछि त गर्नुहुन्छ। मेरो मेमोरीकोले के हो गरे यो आई डोन्ट नो, मतलब इलेक्ट्रिकको यो रहेछ होइन, जेसुकै होस् होइन। तर सबले हेर्छ बुढापाका अग्रम पग्रम होइन, बाटोमा लुक्स त परिहाल्छ क्या कहीँ न कहिले। यिनीहरूलाई पुरा युनिक लाग्छ क्या, लेटेस्ट को चाहिँ हो त यो, को चाहिँ आयो त यहाँ हाम्रो देश क्याप्चर गर्न, हाम्रो देशमा मतलब को आयो यो यस्तो चप्पल लाएर हिँड्ने खालको मान्छे, टुरिस्ट दारी सारी पालेको हुन्छ होला कि होइन। उनीहरूको हुन्न नि त होइन, कपाल र केटाकेटी त कति कति के। युनिभर्सिटी ढुकुर कराइरहेछ यार, युनिभर्सिटी रहेछ यो छेउमा 8-10 वटा, अनि केटाकेटी त कति कति आम्मा। म त अझै यो त अफ साइड आएको, उता अझै मतलब जङ्गल साइडमा आएको। अझै अगाडि त कति कति के त्यो मार्केट मतलब अगाडि युनिभर्सिटीको छेउसम्म निक्ल्यो भने त 10,000 निक्लिन्छ एकैचोटि यार। ब्याडमिन्टन खेलिरहेको छ नि, यहाँभित्र जानुपर्ने पार्कमा। यस्तो राम्रो मौसम यार, उनीहरू सायद मसँग बोल्छ होला अब। अब किनभने यो फुच्चेहरू छ नि त, फुच्चेहरू चाहिँ बोल्छ क्या प्राय। कन्फिडेन्स लेभल बब्बाल यिनीहरूको, हाय हाय छक्क पर्छु। यस्तो कन्फिडेन्स लेभल छ कि जसुकै होस् क्या, हाई हेलो चाहिँ भनिदिइहाल्ने क्या होइन। त्यो एकदम राम्रो पक्ष हो नि त, एकदम गुड पक्ष हो नि त त्यो भने। हेर्दैछ पछाडिबाट मलाई थाहा छ होइन, तिमी फर्केर हेर्दिनँ तिमीहरूलाई किन हेर्ने, अघि त जाउँ भन्ने के छ कन्डिसन। ए यस्तो छ जहाँ पनि पार्किङ, गाडी राख्ने ठाउँ छैन यार। एक दुईवटा मलाई दिए भर्खर आएछ यो, एउटा मलाई दिए नि हुँदैन माटो नि। यति धेरै गाडी छ यिनीहरूको। अब यहाँ म फेरि रोड क्रस गर्छु होइन, पुरै बाटो म जेब्रा क्रसिङमा जाने बित्तिकै रोकिदिन्छ क्या। उतै दाइ जाँदैछ होइन, अब झ्याप्पै रोकिदिइहाल्छ क्या। ओहो होइन, अब यहाँ ठ्याक्क यो जेब्रा क्रसिङ रोड रहेछ, यहाँ चाहिँ अब यस्तो हेरेर जानुपर्छ है। फेरि ब्ल्याक चाहिँ हालिदिन्छ हाम्रो डर होइन। यहाँले ट्याक्क लाएर जेब्रा क्रसिङमा अगाडि ठ्याक्क पुग्ने बित्तिकै पुरै रोकिदिन्छ क्या, परै रोकिदिरहेको हुन्छ क्या यिनीहरूले। अहिले देखेको छैन, यहाँ क्रसिङ छैन नि त, यो चाहिँ क्रसिङ छैन। फेरि उता चाहिँ क्रसिङ छ होइन, उता लाइट अफ हुन्छ, अनि लाइट अफ भएपछि अनि जान्छु म होइन। यस्तो खतरा छ क्या यो, जता पनि जता गयो पनि होइन। रोकिदिसक्यो, यो त रोकिदिसक्यो, अब यसले पनि रोकिदिसक्यो, यसले पनि रोकिदिसक्यो, अब यसले पनि रोकिदिन्छ होला। म त जान्न है अहिले त, डर लाग्यो। रोकिदिसक्यो होला, ओहो रोक्दैन, हिँड्दै जाने बेला जान्छु अहिले। उता लाइट अफ हुन्छ, अनि बाटोमा गाडी आउँदैन, रोकिदिन्छ क्या, परै रोकिदिन्छ क्या। यस्तो छ कि डिसिप्लिन मतलब सिस्टम होइन यिनीहरूको। देखो कि रोकिदिइहाल्छ क्या, परै रोकिदिन्छ। एउटा देख्यो भने अर्कोले सबले रोकिदिन्छ क्या। अहिले म यो अगाडि ठ्याक्कै हिँड्न मात्रै थालेँ भने नगर बस अघि रोकिदिन्छ, यसले रोकिदिइसक्यो। ऊ यस्तो छ, ओके थ्याङ्क यू सेसे, यस्तो रोकिदिन्छ क्या। यो गुड पक्ष चाहिँ यो छ क्या। यहाँ त म जेब्रा क्रसिङ छ, यहाँ त म बिस्तारै जान्छु होइन। परै पुरै क्या, त्यो नगर बसले त किन रोकिदिनु त होइन, पब्लिक बसले त सुइसी जानु नि होइन। म आफन्तहरूले किन उभिएको छ भने अगाडि जा भन्दैछ क्या, मलाई हातको इसाराले पुरै जा भन्छ क्या। त्यो त एउटा गुड पक्ष हो नि त, राम्रो पक्ष हो नि त यात्रुको लागि त। जसको सुकै जुनसुकै देशको भयो भने जसको भयो भने यस्तो रेस्पेक्ट गर्छ क्या यिनीहरूले। त्यो पक्ष चाहिँ मलाई एकदम मनपर्छ। ल म यहाँ आइपुगेँ होइन, अब यहाँ चट्ट लाएर म पार्कभित्र छिर्छु। यो पार्क भिडियो आज लामो हुने भयो, म एडिट नगरिहाल्छु। पुरा उयो खेलिरहेछ क्या बास्केटबलहरू होइन। अब यहाँ पुरै केटाहरू त्यही अब यहाँ होइन। अनि अर्को बच्चाहरूलाई चाहिँ त पुरै अब यो बास्केटबल सास्केटबल खेलाइरहेछ होइन जता पनि।
अनि अब बच्चाहरूलाई त्यो माटो खेलाउनलाई हिलो खेलाउनलाई यहाँ पुरै चिजहरू ल्याएर यहाँ हिलो खेलाइरहेको हुन्छ क्या खेल्न दिइरहेको हुन्छ क्या बच्चाहरूलाई होइन त्यो एक पक्ष त राम्रो पक्ष हो नि त होइन जस्तो भयो भने यहाँ पार्कमा बेच्नुहोस् केही राखिरहेछ यहाँ छ कि छैन आज यहाँ बच्चाहरूलाई एउटा मात्रै रहेछ होइन तर यो पुरै यो खाल्डोमा पुरै बच्चाहरू खेलिरहेको हुन्छ कि यो पानी हालिदिएर होइन पुरै यसरी खेलाइरहेको हुन्छ क्या माटोसँग घुलमिल होस् माटो खेलोस् भनेर क्या अब यो केटाहरू पुरा बास्केटबल खेलिरहेछ होइन यो पार्कमा घुम्न आउने भन्ने यहाँ पुरै मर्निङ वाक इभिनिङ वाक गर्नेहरू टन्न हुन्छ फेरि होइन यहाँ चराचुरुङ्गीको आवाज यहाँभित्र फेरि पुरै शान्त बुफर पुरै म्युजिक यस्तो पिसफुल म्युजिक लगाइदिइरहेको हुन्छ कि जहाँ गए पनि पुरा म्युजिक बजिरहेको हुन्छ कि त्यो अगाडि छ होइन 2-3वटा छ यहाँ यो मान्छेहरू अलिक धेरै हिँड्ने यस्तो चराहरू कराइरहेछ क्या पोखरीहरू बच्चाहरू यसरी चट्ट लिएर आउने यस्तो राम्रो छ क्या क्यामेरा छ उता क्यामेरा छ होइन सेफ्टीको हिसाबले यस्तो राम्रो छ यो बच्चाहरू लिएर आज रुद्राक्षको माला यो बुद्ध चित्तको माला लगाएको छ चराहरू पुरा कराइरहेछ यहाँ म्युजिक मेटिहाल्यो होइन यहाँ चाहिँ पक्कै केही होला यो यस्तो स्ट्याचु चाहिँ कसले कल गरिरहेछ यार उठाइन्छु ल एकचोटि फोन आइरहेछ है त थ्याङ्क यू फर वाचिङ माई भिडियो सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई